कुराहरू त अँ भविष्य राधा कृष्णको सानो सिरियल बनायो भने पनि त्यसमा एक्टिङ चल्छ। गर्नलाई काम दिन्छ। चल्छ नि नेपालमा त्यसो राधा कृष्णको सिरियलै छैन नेपालीले बनाएका अनि अँ तिमी एउटा भ्युअर्स भइहाल्छौ म एउटा दुईटा भ्युअर्स हुन्छु होइन रात दिन हेरे गर्ने दुईजनाले अनि हाम्रा केटाकेटीले त्यही हेराउने अरू कुनै हेराउनु हुँदैन संसारको त्यही मात्र जतिखेर हेराएको हेराए गर्दाखेरि 2-3ले 5वटा भ्युअर्स भइहाल्छ हाम्रा दिनदिनै हेर्दाखेरि 10वटा हुन्छ 10वटा हुन्छ 30 वर्ष 40 वर्ष 70 वर्षसम्म 5 जना लागेर हेर्यौँ भने कति हुन्छ हेर्ने मान्छे कम्ती भयो भने सन्तान वृद्धि गरेको गरी गर्ने नानीहरू धेरै बनाउने 15-20 जनासम्म बनाउने सबैले मिलेर आफ्नै हेर्ने भन्छन् 20 जनासम्म जान सकिन्छ नानी केटाकेटी अनि बनाउन दुईटा मात्रै 3टाको कुरा भएको छ है 3टामा सक्दिन आफै जन्माउने कस्तो सक्दिनँ कसलाई चाहिँ नजन्माउने 3 जनाको नाम त भनिसके नि कसलाई चाहिँ नजन्माउने पहिले त छोरो भइहाल्छ पुण्यहरू जस्तो 12वटा बनाऊ न 12वटा बच्चा 12वटा दर्जन पुगाउनु त हुन्छ दर्जन सोध्नु त दर्जन म त त्यत्रो सक्छु यसरी छोएर हुन्छ भने चाहिँ ठिकै हो हातले होइन यसरी छुँदाभरि हुन्छ हातले हातमा भने चाहिँ ठिक छ नभए त म त एकजना पनि सक्दिनँ मेरो बिहेमा आउ ल फुकेर पानी खाएर हुन्छ नि सुन्नु बसको जन्ममा एउटाले के भन्नु एउटा फुटबल खेलाडी एउटा डाक्टर एउटा पाइलट एउटा खलासी ड्राइभर त्यस्तो भयो भने त एउटा जोनी सिन बनाउनु नि गुरुजी भन्छ नि यहाँनिर त एउटा बाख्रा चलाउने एउटा अनि गोरु चलाउनेवाला कति भयो एउटा क्रिकेट खेलाडी एउटा फुटबल खेलाडी भयो होइन अरू चाहिँ के गर्ने अरू चाहिँ घर हेर्नेवाला एउटा खाना पकाउनेवाला सबै बनाउनु परेन जन्माउनु परेन सबै बच्चाहरू ठिकै हो होइन यो प्लानिङ त सबैले गरिहाल्छ नि यस्ता प्लानिङहरू त गर्छन् होइन सबैजनाले गर्छन् नि संसारका सबै मान्छेले गर्छन् नि मलाई त फेरि यस्तै मान्छे मनपर्छ खुल्लम खुल्ला प्लानिङ बनाउने लुकेर खुसुक्क फोन गरेर कुटुक्क कुरा गरेर सुत्यौ नानी भन्दै अनि त्यस पछाडिको सबैले गरेकै त हुने खुल्लम खुल्ला गर्ने पो गर्ने त खुल्लम खुल्लम गर्ने कुरा भनेको खुल्लम खुल्ला मनपर्छ के डराउनु 10 बजिसकेछ हो म सुत्न जानुपर्छ खाना खानु छ आज होइन अनि भोलि कुरा गर्नुपर्छ हो छोडेर जान त मन लाग्दैन साँच्चै भनेको मनैदेखि भित्रदेखि लाग्दैन छोडेर जान त तिमीलाई एकछिन पनि एक पल पनि आँखा पनि यसरी झिम्काउँदिन म तिमीलाई हेरेको छु भने एक त खै कसम खानु दादा कसम खानु दाजुले कसम मैले माया गरेको संसारमा सबैभन्दा धेरै माया गरेको मान्छेको कसम खाऊँ म आउटेकाले तिम्रो कसम ढाँटेको त मैले हुनै होइन पशुपतिनाथ कसम खानु त्यो भन्दा धेरै त तिम्रो माया लाग्छ अनि ढाँटेको रहेछ भने चाहिँ हैन यसको फाप अफाप चाहिँ भोलि बिहानै देख्न पाऊँ पशुपतिनाथको कसम झुट बोलाउनु भन्नु यति ल यति सक्नुहुन्छ भन्दा भन्नुहोस् त आफूले ल के छ त्यही त पशुपतिनाथको कथा कसम पशुपतिनाथको कसम हैन कहाँ झुट बोल्छु मैले सत्य भनेको एक पल पनि तिमी बिगर त यहाँ नगरी त म बस्नै सक्दिनँ
मलाई पनि है आजभोलि हजुर कस्तो याद आउँछ साँच्ची भनेको क्या है यसो हिँड्दाखेरि पनि क्या जस्तै पढामा हिँड्दाखेरि पनि याद याद आउँछ भने के भएको मलाई चाहिँ आजभोलि त साँच्ची भनेको माया लाग्न थाल्यो है माया लाग्छ कसम भनेको याद आउँछ लाग्छ नि। पठाउमा चढेको मान्छे जस्तो लागेर अँगालो मार्ला नि च्यापै समात लाउनु फेरि ओए अस्ति थाहा छ अस्ति उताबाट आउँदाखेरि मलाई कस्तो पठामा निन्द्रा लाग्यो क्या यस्तो यसो गर्छु सिट पठाएर म टच गरेको सन्थेँ दालाई यस्तो गर्छु झन् निदाउँदिन भन्छु झन् आँखा झिमिक झिमिक हुन्छ भने दिमाग खराब है अस्ति चाहिँ पठामा आउँदाखेरि मलाई चाहिँ डर चाहिँ के लाग्यो भने अब तिमीले जताततै मलाई देख्न थाल्यो भरे पठाउ ड्राइभरलाई चाहिँ नरेश भनेर चाहिँ झ्यापै अँगालो मारिदेऊ भने पठाउमा जाँदाखेरि चाहिँ फोन गरेर जाऊ है भिडियो कलमा गरेर जाऊ यस्तो लाग्यो रितु यस्तो यस्तो लाग्यो त्यो भिडियो म त हेर्दा हाँस्दा हाँस्दा कस्तो क्या है कसम कस्तो कमेन्ट क्या रितु यस्तो यस्तो अरे अनि हो नि त अनि आफ्नो मान्छेको सेफ्टी सेक्युरिटी गर्नु पर्ने त तिमी टाँसिएर बस्छौ अनि फेरि कस्तो हुन्छ भने सबै राम्रा मान्छे हुँदैन धन्न त्यो दाइले त ठुलो खालको कालो ज्याकेट लगाएको थियो कसैले त टी सर्ट मात्र लगाएको हुन्छ नि त अब गर्मीको बेलामा त टी सर्ट लगाएको हुन्छ पछाडिदेखि छोको थाहा मैले भनेको सबै म यस्तो गर्छु उहाँले चाहिँ यस्तो काम गर्नुहुन्छ सबै चुटकिलाहरू गहन कथाहरू लेख्ने उहाँले चाहिँ होइन लेख्ने हो मैले चाहिँ प्रश्न सोध्ने हो क्या सोध्ने हो अनि कोले त्यो प्रश्न त्यो सही एन्सर उत्तर दिनुहुन्छ तर कमेन्ट बक्समा उहाँले चाहिँ त्यो भिडियोले खिच्ने हो कि उहाँले भन्नुभएको छ मेरो तर्फबाट तपाईँले म एकजोडी लुगा किनिदिन्छु भन्नुभएको थियो नै पर्दैन सर मैले भनेको थिएँ पर्दैन भनेको थिएँ कि तर म हजुरलाई किनिदिन्छु मेरो तर्फबाट हजुरलाई राम्रो लुगा भन्नुभएको छ मलाई गोपी ड्रेस किनिदिनु भन्नु नि गोपी ड्रेस भन्ने पाउँछ कि 10 तारिकमा 10 तारिकको दिन किनिदिन्छु भन्नुभएको छ 10 तारिक कस्तो राम्रो तिमी के किन्न आँटेको भन त उहाँले चाहिँ म यस्तो भन्नु क्या हेर्नु उसलाई त डिस्कोवाला डान्सवाला हुन्छ नि पुरै झिलिक मिलिक हो नि अब उमेरै त्यस्तै छ हेर्नु श्रीमतीको धेरै कुरा सुन्ने श्रीमानले के भनिन्छ साथीहरू सबैजनाले गएर कमेन्ट बक्समा यसरी एन्सर दिनु भएको छ श्रीमतीको धेरै कुरा सुन्ने श्रीमानले के भनिन्छ साथीहरू सबैजनाले गएर कमेन्ट बक्समा यसरी कृष्ण भनिन्छ नि श्रीमतीको सबै कुराहरू सुन्ने छोरा मान्छेलाई त कृष्ण भनिन्छ नि कृष्णले मात्र सबै कुराहरू सुन्छ नि जस्तै म सुनिराखेको छुइनँ तिम्रो कुराहरू अहिले सुन नि अघिदेखि सुनेको सुनेछु लगाउँदैनन् साथीहरू के हो सबैजना गएर कमेन्ट बक्समा सही एन्सर गरिदिनुलाई त कुन देशको केटीहरूले लुगा लगाउँदैनन् साथीहरू म भन्ने यस्तो भन्छु कि मैले चाहिँ लु भन त कुन देशको मान्छेहरूले चाहिँ लुगा लगाउँदैनन् बाहिरकोले हो लुगा नलगाउने देशको भन्दा पनि लुगा कसले लगाउँदैन यहीँ छन् 3-4 जना भन्छन् त सोल्टीहरूसँग रमाइलो गफ गरौँ भनेको खै त त्यो लानु कोही पनि आउनु भएन मैले भन्दै हिँडिन्छ नभन्नु न तपाईँहरू त लगाउनुहुन्छ नि लुगा त्यस्तो नभन्नु नि आफूले आफूलाई लुगा लगाउँदिनँ नाङ्गे सुत्छु भन्नुहुन्छ अरू त मिलियन अब म जान्छु कि ऋतु म जान्छु 10 बज्यो होइन तिमी अरूसँग गेम खेल जोइन हो होइन म भोलि फेरि आउँछु जानुभन्दा अगाडि केही छ बाँड्ने कुराहरू भने होइन बाँडिहाल तिमीले जानुभन्दा अगाडि केही कुराहरू बाँडेर दिन्थ्यौ नि त मलाई तिमीले बचाएर राखेको 10 बज्यो नि त अनि म बिहानैदेखि काम मैले रेगुलर काम गरेको 5 दिन भइसकिसक्यो अनि मैले खाना पकाएर आएको छु अब गएर हाल्नु पर्नेछ हेर म अस्तिभन्दा कति सानो भयो लिखुरे भइसकिसक्यो हो आँखाहरू पनि यस्तो भयो रातो देखिन्छ अब सुत्नुपर्छ आँखाको कुरा गरेको आँसु नि आएर है हेर है देख्यौ किन आँखा रातो भयो हजुरको मैले आँखै नजिम्काइकन तिमीलाई हेरेको 1.5 घन्टा भइसकिसक्यो होला
होला ठ्याक्कै नि हो अनि म त आँखा यसरी यसरी झिम्काउँदिनँ त हेर्न थालेपछि एक टक हेरेको हेरै हो यहाँ त यो आँखा जो मेरो झिक्मा युट्युब अनि मेरो युट्युबमा हाल्छु क्या यो भिडियो चाहिँ युट्युब च्यानलमा हाल्छु मान्छे वेलकम सबैले फलो गर्नु साथी स्क्रिनमा डबल ट्यापले गर्नु होला अब मलाई छोडेर जाँदैछु भन्नुहुन्छ म रौँ म रोइदिउँ साथीहरू दाइलाई भन्नुहोस् त रौँ यसो गर्नुहोस् न आई लभ यु भन्ने मलाई चाहिँ मलाई उसो प्रपोज गर्नु त हजुरले ऋतु म तिमीलाई माया गर्छु भन्नुहोस् त एकचोटि म त तिमीलाई कहाँ यसरी टिकटक लाइभमा प्रपोज गर्छु म त यत्रो ठुलै स्टेज बनाएर तिमीलाई होइन बुर्ज खलिफामा लगेर चाहिँ प्रपोज गर्छु कहाँ सामान्य गर्छु अपुई रातो स्कुटर छेउमा लगाएर रातो गाडी छेउमा राखेर होइन कपालको हुन्छ नि एउटा गाडी एउटा स्कुटर छेउमा राख्ने रातो अनि बाटाको बिचमा हुन्छ नि त्यहाँ काठमाडौँको रत्न पार्क हुनसक्ला अथवा के भन्छ त्यो राजा रानी भएको ठाउँतिर हुनसक्छ कहाँनिर हुन्छ बाटाको बिचमा कि त दुबईमा प्रपोज गर्छु नि कहाँ त्यति सजिलो शान्तिनो ठाउँमा गर्छु अपुई अनि नेपाल कहिले आउने भन्नु न नेपाल त्यहाँ पनि हजारजना मान्छेले त हेर्नुपर्छ नि त नभए काठमाडौँको त्यो नयाँ पुल छ नि राम्रो पुल ट्राफिक जाम गरेर ट्राफिकहरूलाई पैसा दिएर अलिअलि छ्यासछुस दिने अनि बाटाको बिचमा गएर चाहिँ अनि यस्तो हात यस्तो गरेर होइन यस्तो गरेर अरू चाहिँ अनि यस्तो गरेर अनि यहाँ फुल राखेर हातमा होइन अनि तिमी चाहिँ रातो गाउन लगाएकी हुन्छौ होइन लामो खालको होची होची मान्छेलाई पनि सुहाउँछ नि त त्यस्तो गाउन बर्थडेमा जान्छ बर्थडेमा अनि मसँग पैसा छैन नि बर्थडेमा त्यो त प्रपोज गर्ने बेलामा को कुरा गर्दैछु त बर्थडेको होइन त ल भन्नु ल भन्नुहोस् ल त्यो त प्रपोज गर्ने खेरमा त त्यतिखेर त लगाउनु पर्छ नि त अनि त्यतिखेर चाहिँ अनि प्रपोज गर्ने हो नि त मैले तिमीलाई अनि त्यहाँ पनि त्यो गाडीमा हुने मान्छेहरूले भिडियो बनाउँछन् ओहो गुरुजीले चाहिँ ऋतुलाई प्रपोज गरिराखेका छन् भन्छन् स्कुटरमा रोकिने ट्राफिक जाममा भएका मान्छेहरूले सबैजनाले गर्छन् पछाडिदेखि हर्न बजाउँछन् मान्छेहरूले होइन एम्बुलेन्स गाडी स्कुलका गाडीहरू दमकल सबै रोकिन्छन् त्यहाँनिर चाहिँ सम्झ त आँखा चिम्लेर सबै गाडीहरू रोकिया छन् अनि ल मैले चाहिँ त्यसरी गर्ने भए अब तिमी चाहिँ केही गर न त म जान्छु भन्नु सक्छु अनि त्यसपछि हजुर आउनुहुन्छ मलाई फुल लिएर अनि पछि मैले फुल लिन्छु होइन फुल लिन्छु म फुल ल्याउँछु ल कति छिटो लिएर आज चाहिँ फुल उसले त रियलै गर्छ म त भन्छु मात्र ऊ त रियलै गर्छ लिएर त त्यही भएर त मलाई ऋतु मन संसारमा सबैभन्दा धेरै माया गर्ने नि ऋतु हो अनि राधा ऋतु हनुमान ढोका अगाडि गर्दा राम्रो हुन्छ कुन फुल ल्याउँ क्या सानो फुल ल्याउँछु ल सानो फुल सानोवाला फुल नि म चाहिँ कस्तो रहेछ फुल धुलो लागेछ नि त अनि त्यो फुलमा पनि कहिले लाग्यो कहाँ धुलो लाग्छ कोठामा लागेको छैन अनि म चाहिँ के गर्छु भनेपछि हजुर मलाई फुल दिनुहुन्छ अनि मैले हजुर मलाई फुल दिनुभयो होइन एक्जामहरू मलाई फुल दिनुभयो दिएपछि मैले यस्तो गर्छु अनि यस्तो गर्छु अनि यस्तो राख्छु मनमा राख्छु होइन सजाएर अनि भक्कै अङ्ग लाग्छ हजुरलाई ओ माइ गॉड बाटाको बिचमा घप्पे अङ्गालो मार्छु बाटाको बिचमै घप्पे अङ्गालो मार्ने अनि अनि त्यस लाज लाग्दैन त्यसरी अङ्गालो मार्दा
अनि त्यसरी हामी हेराएर यस्तो हेर्ने यस्तो टक्कालाई हेराएर गर्ने कसरी हेर्ने अँगालो मार्दाखेरि बिचमा डिस्टेन्स राखेर अँगालो मार्ने हो र आँखाले देखिन्छ होइन 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 यस्तो सुन्नु हजुर आउनुभयो होइन आएपछि मलाई फुल ल ऋतु अहिले के भन्नु हजुर मलाई फुल दिनुभयो होइन फुल दिएपछि मैले चाहिँ यसो गरेँ होइन फुल लिएँ फुलेपछि अनि यस्तो चुम्मा गरेँ अनि यहाँ राख्छ मैले ओ माइ गड अनि यसो घप्पै मलाई अहिले यस्तो नरिस म हजुर बिना एकपल पनि बाँच्न सक्दिनँ मलाई कहिले नसोध्नु है मलाई हजुरको मन म सजाएर राख्नु है अनि यस्तो भन्छु हजुर हुन्छ र के हुन्छ म तिम्रै हो म तिमीलाई छोड्दिनँ म हजुर म तिमीलाई जिन्दगीको साथ दिन्छु भन्ने त हजुरले चाहिँ मलाई चाहिँ म तिमीलाई छोड्दिनँ नि जिन्दगीभरि साथ दिन्छु तर बिचमा पसिना आइसकिसक्यो ऋतु गर्मीको 10 मिनट भयो तिमीले अँगालो मारेको मलाई कति मिनटसम्म अँगालो मार्छौ ऋतु अब 10 मिनट त भइसक्यो बिचमा बाफिसक्यो मेरो जिउ सबै पसिना आइसकिसक्यो कोगस पठाउने हो ओग्नेस नै अनि अनि त्यसपछि हाम्रो लभ स्टोरी सुरु हुन्छ त्यसपछि अनि हाम्रो चाहिँ कस्तो अनि गाडीहरू खुल्ला गरिदिने त्यसबाट ट्राफिक जामहरू खुल्ला गरिदिने त गाडीहरू भनेको अघि जाम गरेको छौँ नि हामीले त बाटाको बिचमा पो छौँ त हामी त बानेश्वरको बिचमा छौँ बाटाको बिचमा पुरा ट्राफिक जामहरू छ नि मान्छेहरू गुइसो लागेका छन् नि यस्तै कति पर मलाई ब्लग गर्छ अनि मैले त यसो विचार गरेको ऋतु त्यस पछाडि चाहिँ हामीहरूलाई चाहिँ अब त्यो जाम गरे चक्का जाम गरो बाटाको बिचमा उ गरौँ यिनीहरूले नाटक गरे भनेर हामीलाई दुईजनालाई जेलमा लान्छन् अनि हाम्रो उतैतिर हनीमुन अरू सबै थोक हाम्रो उतै हुन्छ अनि त्यसपछि हामी के गर्ने घर जाने कसले घर जान दिन्छ पुलिसले पक्रेर लिएर जान्छ जेलमा त्यत्रो बाटो अहिले भर्खर बन्द गरेको होइन हामीले बाटाको बिचमा नाटक गरेको अहिले सुन्नु अनि हामीले बाटोको बिचमा के नराम्रो गरेको छौँ हामीले आफ्नो मान्छे अँगाल हाल्न पाइयो भने कि ट्राफिक जाम गरेको आरोपमा लान्छ नि त मान्छेले कम्प्लेन गर्छन् अनि केही हुँदैन म भनेपछि कसरी के गर्न सक्दैन पुलिसले मलाई सुन्नु पुलिस सुत्दैले मलाई चिन्नुहुन्छ क्या बुझ्नुभयो कि नै ऋतु भन्नुको भने मलाई चिन्नुहुन्छ सबै चिन्नुहुन्छ त्यही भएर पुलिसले केही पनि गर्नुहुन्न ओके बाटोमा हिँड्दाखेरि पुलिसले देखाएर मलाई हाँस्छन् पुलिस ऋतु भने बोलाउँछन् बाटोमा हिँड्दाखेरि बुझ्नुभयो कि नै पुलिस सुत्दै म ऋतुको बिखान भन्छ यार के भएको पुलिसहरूलाई भन्नुहोस् त साथीहरू यो चाहिँ ठिक हो नि त मलाई पनि यस्तै मान्छे चाहिएको थियो पुलिसले पक्रियो भने त ऋतुको म बोयफ्रेन्ड भनिहाल्छु सुरुमै यता सुन्नु होइन तपाईँहरूको भन्छु ल म कर्णाली गएको थिएँ होइन कर्णाली घुम्न गएको थिएँ त्यति बेला पुलिसहरू मलाई चिन्दा रहेछन् क्या ओ माइ गड तपाईँ ऋतु बस्नु त होइन भने म हजुरको भिडियो धेरै हेर्छु नि हजुर लास्टै मनपर्छ म हजुरको बिग फ्यान भनेको पुलिसले मलाई चाहिँ धनगढी त्यहाँ चिसापानी कर्णाली फिल्ममा गएँ थाहा छैन मलाई सबले चिन्नुहुन्छ तर ठिकै छ चिन्नुहुन्छ राम्रो लाग्छ खुसी लाग्छ होइन त्यसो गरौँ न अनि अब हामी त्यहाँबाट रातो स्कुटरमा घरतिर जान्छौँ नै म नर्सलाई छोडेर जाँदैन कहाँ लिएर जान्छौ मलाई त्यस पछाडि मुस्ताङ जाने मुस्ताङ घुम्न मुस्ताङ रातो स्कुटरमा मुस्ताङसम्म जाने हामी गरिन्छ त ढाड दुख्छ त स्कुटरमा पतिदेव लिनु न फुल अनि त्यसपछि के भन्नुपर्छ ल भन्नुहोस् त छोटै साह्रो पारेर हजुरले गीतो धन्यवाद फुलको लागि होइन यो फुल चाहिँ म एकदम जोगाएर राख्छु यसलाई पानी हालेर राख्छु होइन मेरो मन मुटुको कुना कुनामा चाहिँ फुलको बास भएको छ अब लक्ष्मीले बास गरेकी छिन् मुटुमा पनि भन्छु अनि अरु चाहिँ अनि यो फुल देखेपछि मलाई पठाएको यो वाको आइगर त्यही भएर अनि फुल देखेपछि म तिमीलाई मिस गर्छु होइन
मेरो सिराने मुनि राखेर सुत्छु, तिमी नभएको बेला सिराने मुनि राखेर सुत्छु फुल। फुल चाहिँ हँ? Oh my God. ओके छ नि त तर मलाई कहिले नबिर्सिनु ल है म बिर्सिन्न नि तिमीलाई, तिमीलाई बिर्स्यो भने त मेरो जिन्दगी नै रोकिन्छ नि आधी बाटोमा। रोकिन्छ खबर नाटक हाँसेर बोल्नु न के सिरियसली बोलेको हाँसेर बोल्नुहोस् हाँसेर कुरा नाटक गर्नुहोस् भन्छ नि कस्तो यस्तो, मैले कत्रो भित्रदेखि भनेको, मनैदेखि कहिले यस्तरी निकालेको थिइनँ, भित्रबाट निकालेको मैले। असम ए, ला अनि साँच्चै रित्यो ढाँटेको होइन। God. ठिक छ नि त ठिक छ नि ए, अनि अब त कहाँ जान्छ? मुस्ताङ पुग्छु फुल म। चाहिँ नर्सरी साँच्ची होइन तर मलाई यस्तो लाग्छ कहिले आउनुहुन्छ होला नेपाल कहिले हाम्रो भेट हुन्छ होला जस्तो लाग्छ कि मलाई चाहिँ कि हजुरसँग क्या होइन तर भेट हुने बित्तिकै बिहे गरौँ भन्छे होला अनि म बिहे गरौँ भन्दिनँ किन अहिले चाहिँ बिहे गर्नु बिहे चाहिँ म अहिले गर्दिनँ चाहिँ होइन तर नामै कहिले जाउँ। नरेश हुन्छ होला कहिले भेट हुन्छ होला उहाँसँग मैले कहिले उहाँसँग माया प्रेमको कुरा गर्न पाउँछु होला भन्ने जस्तो अब फिल हुन्छ नि त होइन जे जस्तो भयो भने आफ्नो मान्छेको त माया लागिहाल्छ नि होइन माया लाग्छ कसैले नराम्रो भन्दा मलाई राम्रो लाग्दैन क्या कसैले यहाँ आएर कमेन्टमा नरेश यस्तो उस्तो भन्दा चाहिँ मलाई मन पर्दैन साँच्ची भनेर जो मान्छेले नरेशलाई कति रहन्थ्यो छ। नराम्रो हुन्छ नि त्यसलाई पनि नराम्रो मलाई पनि आउँछ क्या त्यही भएर चाहिँ नरेशलाई कसैले पनि नराम्रो नभन्नु होला सबैले माया गर्नु होला भन्न चाहन्छु होइन अनि हाम्रो लाइभ हेर्न आउने हाम्रै मान्छेलाई गाली गरेर हुन्छ त माया गर्नुहोस् र हौसला दिनुहोस् होइन केही कुराहरू नजाने कुराहरू सम्झाउनुहोस् होइन त्यो कुरामा साथ दिनुहोस् त्यो गाली गरेर एक नाना थरी भनेर त्यो भनेर केही नै पाउनुहुन साथ केही पनि ठाडी छैन हाम्रो सबभन्दा बढी कुरा भन्नु हाम्रो टिकटकमा हुन्छ कि तर मेसेन्जरमा भिडियो कल हुँदैन हो कि नै भिडियो कल हुन्छ हुँदैन है हुँदैन म चाहिँ मैले उहाँलाई कहिले भिडियो कल गरेको छैन अडियो कल मात्रै गर्छु अडियो कल मात्रै हामी त्यस्तो खासै कुरा हुँदैन होइन अलिअलि हेर्दै हुन्छ के गर्दै हुनुहुन्छ त्यस्तो कुरा हुन्छ त्यस्तो पुरै ए मेरो डार्लिङ मेरो माया भनेर त्यो नाटकबाट बोल्न हामीलाई आउँदैन हो कि नै चेपर पारेर बोल्न आउँदैन जे हो त्यो बोल्नु एकदम राम्रा कुराहरू गर्छौँ नि हामी त प्लानिङ फ्यामिली प्लानिङका कुराहरू गर्छौँ नि भनेको त्यो बच्चा बच्ची बनाउने कुराहरू होइन नि बस यो भने बस बजेको बनाउने भिडियो कल गर न यस्तो ऊ गर न भने त्यस्तो हुँदैन हाम्रो भनेको त्यस्तो हुँदैन साथीहरू ओके त्यस्तो हुँदैन म भनेको ऋतु बस्ने त्यो तर छ नि ऋतुले कहिले त्यस्तो गलत काम गर्दैन मैले चाहिँ जो मान्छेले मलाई नराम्रो भन्छ नि सिधै ब्लक गर्ने गर्दैन सिधै म त्यस्तो मान्छु एउटाले मेसेज के गरेको तिम्रो व्हाट्सएप नम्बर दिउ न गरे म तिमीलाई 5000 हालिदिन्छु गरे भनेपछि यस्तो थर्काइदिएला मैले होइन मेरो नम्बर दिनु नि 5000 हाल्दे भन्नु अनि मेरो नम्बर दिनु नि मेरो हात खुट्टा पनि छोरीको जस्तो छ नि अनि म यसो हात खुट्टा देखाइदिइहाल्छु त्यो मान्छेलाई ल अब चाहिँ त्यस्तो गर्नुपर्छ नम्बर छैन हजुरसँग हजुरको नम्बर मसँग अनि अस्ति पैसा पठाइदिएकामा नम्बर आएन ए आयो होला त्यो त कता गयो कता हेर्नुपर्छ अहिले तर नम्बर चाहिँदैन मेरो व्हाट्सएपहरू छैन नि त केही पनि व्हाट्सएप भाइबर यो केही चलाउँदिनँ नि त म केही नि सेवा छैन छ त ई सेवामा कल गर्छु ए होइन इसामा त कहाँ कल गर्नु मिल्छ त नि मिल्दैन नि इसामा कल गर्नु चाहिँ मिल्दैन अब चाहिँ बैशाखको महिना पनि आउन लाग्यो चैत महिना आउन लाग्यो थाहा छैन चैतमा त मेरो बर्थडे हो नि ऋतु चैत 31 गते 30 गते 31 गते त कति गते 31 गते 30 गते ओके मेरो बर्थडे हो होइन बर्थडेको दिन होइन
हजुरको बर्थडे भने म हजुरको मेरो फोटो र हजुरको फोटो जोडेर ठुलो फ्रेम बनाएर अघि राख्छु अनि त्यसपछि लाइभमा देखाउँछु ह्याप्पी बर्थडे कति त्यही भनेर देखाउँछु हजुरलाई म चाहिँ हो साँच्ची भनेको साँच्ची भनेको फ्रेममा सिसाको फ्रेममा हाल्छौ सिसाको फ्रेममा सिसाको मेरो र हजुरको पछि ब्रेकअप भयो भने चाहिँ के गर्छौ अनि त्यो किन ब्रेकअप हुनु भने किन ब्रेकअप हुन्छ हुँदैन नि ब्रेकको कुरा नगर्नु ल ब्रेकअप किन हुन्छ हुँदैन त्यही पनि सजाएर राख्छ मुटुमा सधैँ नरेश मेरो मनमुटुमा हुनुहुन्छ भन्नेमा सम्झिन्छ क्या होइन राखेन के हुन्छ राख्दाखेरि राख्नु फोटो राम्रो बनाएर राख्नु कि मेरो फोटो चाहिँ यस्तो मुकुट लगाएको खालको राख्नु कि त्यो अरू हुन्छ नि त्यो फेसन लेभल हुन्छ नि फेसन गरेको ड्रेसअप गरेको नलगाउनु केटीहरू साथी तिम्रो रुममा आउँछ नि त फेरि उनीहरूले मन पराउँछ के भयो मेरो बुढा भन्छु त अनि के भयो त रुममा आएर भन्नुहोस् त भने पनि साथीले चाहिँ बुढा राम्रो छ भने साथीको बुढा ताक्छन् हो साथीहरूले अब तिम्रो साथी नयाँ कति मान्छे बनाउँछौ नि त तिमीले याद गरेको छौ नयाँ साथीहरू हुन्छन् साथीले चाहिँ अर्काको बुढा ताक्छन् कसले ताक्छ ल भन्नुहोस् त कसले ताक्छ साथी कस्ता छन् नि अनि सबै साथीहरू जान्न सकिन्छ मन कसको मनमा के छ अनि जो साथीले चाहिँ अर्काको बुढा ताक्छन् के धेरै जस्तो अर्काको बुढी ताक्छन् त्यो भएर त्यस्तो खालको फोटो नलगा यस्तो साधु कलरको साधु सन्तवाला फोटो रह त्यसरी चाहिँ कसैले हेर्दैनन् मन ए यो मान्छे त जोगी रहेछ भन्छन् होइन अनि तिमी पनि जोगी हो जोगीको भेषमा बस्नुहुन्छ जोगी हो भन्नु तिमी चाहिँ नसुनाउनु जोगी हो पशुपतिनाथमा बस्नुहुन्छ जहिले भन्नु अमेरिकामा हुनुहुन्छ उता हुनुहुन्छ यस्तो गर्नुहुन्छ भने त मलाई मेसेज पठाएर त रातभरि उत्पात लाउँछ नि त हँसाउनुहुन्छ हजुरले पनि म त रिस उठ्ने राख्नु नेपालगञ्ज गयो भने होइन नेपालगञ्ज गयो भने अनि मम्मीसँग कुरा गराइदिन्छु ल म चाहिँ है मम्मीसँग यसो न नेपालगञ्ज म प्लेनमा जान्छु म यसरी गाडीमा जान्दिनँ म प्लेनमा जाने अब प्लेनमा जाऊ न अनि अब के छ त उल्टीहरू गर्दैन प्लेनमा बमिटहरू प्लेनमा कहिले गएन सायद डर लाग्छ होला मलाई चाहिँ कसम भनेको बमिट आउँछ नि कहिले गएको छैन अह दालहरू भात खाएर नजानु नि फेरि तर कहिले गएको छैन प्लेनमा डर हुन्छ उड्ने खेरमा पनि बस्ने खेरमा पनि डर हुन्छ अनि मान्छेलाई चक्कर आउँछ पसिनाहरू आउँछ अनि बमिट गर्छन् प्लेनमा तिमीले प्लेनमा बमिट गर्यो भने छि अब मलाई पो तिम्रो सबै कुराहरू राम्रो लाग्छ त त्यो प्लेनका मान्छेलाई त राम्रो लाग्दैन एउटै गरेर डरले गरेर कट्टोमा मोती गरे प्लेनमा मोती गरे कट्टोमा मोती गरे डर आयो के गर्छु डाइपर लाएर जाऊ एउटा डाइपर किन्नु कि मेडिकल स्टोरमा एउटा सानो डाइपर किन्नु त्यसो कमसेकम कसैलाई थाहा त हुँदैन अनि फेरि अझै स्वरै आउँदैन क्या त्यो डाइपरको कुरा नगर्नु लाज सानो बच्चाबाट डाइपर लगाउनलाई बसेको ठाउँमा पिसाब आउँदाखेरि त रोक्ने त केही न केही त चाहियो नि त एउटा त किन्नु नि धेरै नकिन्नु नि त एउटा मेडिकल त्यही दिनको लागि प्लेनमा चढ्ने खेरका लागि मात्र किन्नु होइन लगाउनु प्लेनबाट उठिसकेपछि फ्याल्नु नि मेरो सानो सुन न त मैले चाहिँ होइन मैले त्यो प्यान्ट किनेको छु नि प्यान्ट त्योभन्दा अझ ओभर रफ प्यान्ट किन्छु एउटा होइन त्यसपछि एउटा टी सर्ट किन्छु भित्रलाई हाफ टी सर्ट किन्छु त्यही बाहिर कलरको त्यस्तै खालको एउटा जिन्सको मैले सर्ट किन्ने सोच गरेको छु अनि त्यस्तै खालको क्याप किन्छु मैले त्यस्तै खाले ब्याग किन्छु त्यस्तै खाले जुत्ता किन्छु टक्क लाएर त्यो जान्छ नेपाल जान्छ बिहेमा जान्छ अनि त्यसपछि होइन कपाल पनि त्यही बेला कपाल गर्छु लाएर जान्छौ कि अनि उयो के अरे साडी चोलो लाएर जान्छौ यहाँबाट जाँदाखेरि प्यान्ट सर्टमा जान्छु बिहेमा चाहिँ साडी ब्लाउज लगाउँछु यहाँबाट साडी ब्लाउज म किनेको छु योभन्दा खतरा किन्छु म राम्रो खाने किन्छु यो पनि राम्रो छ कि तर कि ल्याङ्गा चोली किन्छु कि साडी ब्लाउज लगाउँछु म चाहिँ बिहेमा राम्रै गर्नु परेन त्यसपछि हुन त मेरो यो पुरै मेरो परेले सक्कली परेला हो कि तर लामो छ कि तर यसमा
पढ्ने निट परेला हाल्छु यसमा खतरा देखिन्छ देखाउ त छेउमा आएर देखाउ त परेला नक्कली हो कि सक्कली यस्तो गरेर देखाउ त यसरी आँखा चिम्ला त चिम्ला न साह्रै सानो छ त अलि अझै निउरो त त्यत्रो ठुलो त होइन त परेला त मेरो परेला लामो छ क्या मेरो दारी भन्दा त छोटो छ तिम्रो परेला लामो चाहिँ लामै रहेछ लामो छ मेरो यस्तो पनि छैन हेर त यस्तो अलिकति लान्छौ सापट्टि सापट लगेर कहाँ हाल्नु दारी चाहिँ हुन्छ त एक एकवटा यसरी टाँस्नु नि त्यो उयो फेभिकल के लगाउँछ नि अनि यसो गरेर एक एकवटा टाँस्दैनन् अब सिधा भए लगाउनु पुरै अब यस्तो बेटा रेखाएको छ लानु र बेटा मेरै लाँदा पनि हुन्छ सापट्टि यहाँ हेर न यी लान्छौ भने यतिको त अब चाहिँ सुन्नु न हजुरको परेला यदि सिधा हुन्थ्यो भने लान्थेँ अब पुरै अब यहाँ पुरै बेटा रेखा परेला कहाँ यहाँ फेरि आँखामा बेटा हाल्नु फेरि यो परेलाको कुरा गरेको यो त स्ट्रेट गर्दा हुन्छ हौ ऋतु यसलाई स्ट्रेट गर्नु कि दारीको कपाल स्ट्रेट गर्नु मिल्छ सबैजनाले अब चाहिँ हजुरले मेरो कुरा सुन्नुहोस् न अब चाहिँ के गर्ने हजुर चाहिँ होइन थोरै क्या होइन हजुरको दारी त्यहाँको दारी थोरै लामो छ उसले के मेसेज पठायो मेरो बेबीले ऋतु लभ पर्ला है लभ त परिसक्यो नि लभ त परिसक्यो थाहा छैन तिमीलाई सानो सुन्नुहोस् है के गर्नु भनेपछि दारी छ नि दारी त दारी थोरै हल्का हल्का मिलाउने हल्का छोटो बनाउने यहाँको छ नि चेडको दारी थोरै काट्ने यस्तो राम्रो देखिन्छ यस्तो ह्यान्डसम देखिन्छ हजुरलाई कुरो छ दिनु न कपाल कपाल लाउने कपाल मैले काटेर कपाल त यहाँ हेर नि कृष्ण यस्तो लामो छ नि यहाँ हेर न त्यहाँ कपाल छ पुरै खोल्नु त ए मैले त यो खोल्यो भने त लाइभ बेन्ड हुन्छ पो त मैले भनिनँ सेक्सुअल ऊ भनेर आउँछ कन्टेन्ट गर भन्छ खोलिसक्दाखेरि अघि तिम्रो भएको थिएन जस्तै त तिमी त अब राधाको रोलमा छौ तिमीले छोटो लुगा लगाएको छ भने टिकटकले थाहा पाउँछ बेन्ड गरिदिन्छ तिम्रो त्यस्तै पनि म कृष्णको रोलमा छु टिकटकलाई अहिले छु भने यही लाइभमा देखेको छ नि त मैले टोपी खोलिसक्दा सेक्सुअल कन्टेन्ट भनेर चाहिँ स्वाटै बन्द गर्छ ओके भोलि चाहिँ दारी काटेर आउनु ल थोरै यहाँको दारी छ नि यहाँको दारी थोरै 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 यति काट्नु यति थोरै काट्नु ल है थोरै काट्नु ल अनि त्यसपछि अनि त्यो एउटा भिडियो बनाउनु मेरो लागि टिकटक बनाउनु त्यसमा मलाई मेन्सन गर्नु ल है मेरो लागि दारी काट्ने दारी काटेको त्यो भुत्ला देखाउँदै बनाउनु नै पार्लरमा जानु दारी काट्नु होला काटेको दारी यसो देखाउँदै बनाउँछु हो दारी काट्दाखेरि एउटा भिडियो बनाउनु होइन हेर्नु साथीहरू मैले चाहिँ ऋतुको लागि दारी काटेँ भने चाहिँ एउटा गएर एउटा भिडियो बनाउनु होइन त्यसमा चाहिँ मलाई मेन्सन गर्नु अनि मैले चाहिँ त्यसमा लाइक गर्छु कमेन्ट गर्छु रिपोस्ट गर्छु दुइटैलाई आइडीबाट ओके है भोलि चाहिँ हस् भन्नु न हस् भन्नुहोस् हस् मेरो राधा भन्नुहोस् त हस् मेरी राधा तिमीले भनेको त है तिम्रो आज्ञा त सर आँखो परि यहाँनिर नि हो अब सुप्पा खुल्ला चुप्पा हान्न थालिद हो हेर्दा हेर्दै के भयो कि राधा तिमी यसरी कन्ट्रोल गर न थोरै त कन्ट्रोल गर न कन्ट्रोल गर्न सक्दिनँ म यहाँ साँच्चै साथीहरू कस्तो लाग्छ म भन्नुहोस् त चिप्सर पारेर कमेन्ट कुदाउँदा गाइस तिमीलाई थाहा छ नि राधाले चाहिँ 5वटा इन्द्रियलाई कन्ट्रोल गर्थ्यो त्यही भएर राधा भक्यौ त्यो चुप्पा कुत्ता त्यसरी कहाँ दिन्थिन् त राधाले कृष्णलाई मैले पनि चाहिँ मेरो कृष्णलाई चुप्पो दिन पाउँछु क्या होइन चुप्पो दिन कलिको कृष्ण हो नि त म पाउँछु पाउनु त अनि तर एकचोटि मात्र दिनको मजै आउँदैन के ऋतु एकचोटिले नि
मलाई एकचोटिको मन पर्दैन त्यस्तो त्यो एकचोटि हुन्छ नि त्यो स्याम्पल हुन्छ नि त्यो स्याम्पलहरू दिन्छ नि जस्तै दाँत माझ्ने स्याम्पलहरू दिन्छ अनि त्यो चटपटे बेच्नेले अलिकति खाना यसरी दिन्छ नि थाहा छ चटपटे खानुभन्दा अगाडि अलिकति खानु नि भन्छ नि स्याम्पल त्यो स्याम्पलवाला चुम्मा मलाई मनै पर्दैन ल न त्यसले मन पुरा हुन्छ न दिमाग भरिन्छ त्यसो भए के भन्छु भने चाहिँ दाह्री काट्ने भिडियो बनाउने होइन दाह्री काटेर भोलि साँच्चै भन्न चाहिँ म सिरियस भन्न चाहिँ फेरि भोलि दाह्री काम लाग्यो भिडियो ट्याग गरेको मलाई चाहिँ ट्याग गरेको भिडियो चाहिँ आउनु पऱ्यो चाहिँ भोलि चाहिँ आउनु पऱ्यो त्यसपछि म चाहिँ लाइक कमेन्ट सेयर कमेन्ट पनि गर्छु पाँचचोटि रिक्वेस्ट गर्छु त्यसपछि आई लभ यु नरेश मेरो पतिदेव भन्छु मैले होइन त्यसपछि एक सिप्पा हजुरलाई ओके एक सिप्पा हजुरलाई चाहिँ मेरो मनबाट मेरो मनबाट तानेर चित्ता मनबाटै हो मन चाहिँ नदेखाऊ है अहिले बन्द हुन्छ लाइफ मेरो टाटो छ टाटो नगर म त्यही भन्छु यसो होइन म अनि काममा नजानु अनि भोलि काममा नजानु मैले मेरो त काम छ त भोलि त कति 11 घन्टा काम छ भोलि म त दाह्री काट्नै भ्याउँदिनँ बरु तिमी नि काट्नु मैले काट्दिनँ नि अब हजुर अमेरिका हुनुहुन्छ म नेपाल काठमाडौँ छु नेपालमा चाहिँ म कसरी काट्दिनँ ल भन्नुहोस् त अहिले चुप्पा दिए जसरी नि काटिदेऊ न टक 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 काट्नु यस्तरी न त्यस्तो मैले नरेशको दाह्री काट्दै गाइस भएन यताको पनि यहाँ तलको पनि यहाँको काट न काट्दा फेरि त टक 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 लाइट नरेशको दाह्री हो गाइस कम अन कानमा पनि अलिअलि यहाँ पनि राम्रोसँग भनेको अलिक राम्रोसँग छिटो त्यहाँ कान काटिन्छ क्या फेरि कान काटिन्छ हजुरको छिटो नलिनु न प्लिज नलिनु सानो नलिनु ल ल भयो मिल्यो भयो त अब यति भए काट्नै परेन त भोलि मिली त हाल काट्ने काट्ने यो त मैले लाइभबाटै काटिदिएको हो कि यो तलको पनि काटियो अरे सबैले तलको पनि काट्न लगाउनु नै भन्दैछन् यो तलको अरे यहाँ तिमीले माथि माथिको मात्र गर्यौ अहिले यसो गरेर कैँचीले तिमीलाई थाहा छ मैले नभए पनि सबैले याद गरिराखेको थिएँ माथि माथिको मात्र काटो भनेर यो पनि काटिदियो ल यो यसरी हो नि त तलको काट्ने चाहिँ यसरी चाहिँ माथिको हो होइन यसरी हो नि त तलको काट्ने नाक काटेर फेरि ल भयो अब बुझ्यो चित्त बुझ्यो साह्रै माया गर्यो तिमी त मेरो लागि हजम पनि बन्छौ भने यार मसाज यसरी टाउको पड्काउन आउँछ प्याट 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 पारेर यसरी त्यसमा आउँदैन यसरी तान्न आउँछ तानेर पड्काउन आउँछ कपाल त्यस्तो दुख्छ कपाल झर्छ मेरो अलिक कमजोरी छ नि त हजम जस्तै यसरी पड्काएर चित्त हुन्छ नि प्याट प्याट पारेर पड्काउनुपर्छ टाउकोमा हजम जस्तो आउँछ पड्काउँछु हजमको पनि मलाई अब पैसा जोगिने हो हजम नै हुने भयो नि फेरि ब्युटी पार्लर सिक्छु अब तपाईँको कपाल काट्नुपर्ने भयो दाह्री काट्नुपर्ने भयो ब्युटी पार्लर जानलाई फेरि अहिले अर्को गाडी किनिदिनु भन्लाउने गाडी होइन मलाई त्यही स्कुटी भइ पुग्छ डान्स क्लास जान ब्युटी पार्लर जान मलाई त स्कुटी भइ पुग्छ मलाई गाडी चाहिँदैन पुग्यो चाहिँदैन मलाई त्यति त्यो स्कुटी मात्र चाहिन्छ मलाई अनि त्यसो हजुर त्यति म भइ पुग्छ यहाँ कसैले हालिदियो आज हेरौँ न यहाँ अहिले कति आयो छैन रहेछ छैन गाली गरेर मात्रै आज त कसैले पठाउनु भएन छ ठिकै छ अब म जान्छु ऋतु है
भोलि भेटौँला होइन प्लिज 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 मलाई छोडेर नजानु न प्लिज यस्तो हो मलाई मैले नसक्ने भए तिमीलाई भयो मेरो पतिदेव प्लिज मलाई छोडेर नजानु न तिमीलाई त ठ्याकको ठ्याक गर्दो रहेछ फेरि एकचोटि गर त अहिले जे गर्यो त्यही गर त ठ्याक्कै प्लिज मेरो पतिदेव मलाई छोडेर नजानु न प्लिज म हजुर बिना एकपल पनि बाँच्न सक्दिनँ स्वर आउँदैन खतरा गरिदिन्छु म लड्यौ त तिमी त आ लड्यौ त उतापट्टि केमा टाउको के तिमीलाई त केही गर्दा नसकिने भयो आयो गिफ्ट गर्न पनि हो नि रेकर्ड गरेको हजुरले मैले होइन मेरो साथीहरूले गर्नुभयो होला भनेको नि गरिदिनु है भनेको ल खतरा गर्छ ल एउटा है साँच्ची ल एकछिनमा एउटा आइडीलाई म्युट गर्छु यही साह्रो नराम्रो लेखेको आएको रहेछ कि ल हुन्छ अब ल रेकर्ड गरिदिनु ल सबैजनाले बस्छु ल ल गरेको नगर भन्नुहोस् ल गर न के भनौँ अघिकै डाइलेक्ट भन न राम्ररी ल 1 2 3 गो नरेश प्लिज म हजुरलाई धेरै माया गर्छु मलाई हाँसो लाग्छ क्या मलाई हाँसो लाग्छ कस्तो भनेको के भन्नु जस्तो भयो कि साँच्चै अन्त तर मलाई छोडेर नजानुहोस् है अब यो कुरा छ नि यो स्वर आयो भने भन्छ त सबै कुराहरू स्वरलाई हल्का गाह्रो भएको बोल्नलाई त्यही भएर म मन्त्र म हजुर बिना हजुर बिनाको जिन्दगी मेरो अधुरो छ मलाई सधैँ माया गर्नुहोस् ल है म बाहेक अरू कसैले नहेर्नुहोस् ओके हुन्छ राधा क्या एकचोटि हजुर भन्नु न भन्नुहोस् न सुन्छु त भन्नुहोस् त हुन्छ राधा म तिमी बाहेक अरू कसैलाई माया गर्न सक्दिनँ नि हजुरले मेरो मायालाई किन बुझ्नुहुन्न भन्ने एउटा यस्तो डाइलेक्ट एउटा एक्टिङ भोलि गरौँ न 11 बजिसकेछ हेर्दा हेर्दै म गएको मेरो सुत्नुको लागि तिमीसँग गफ गर्दा त टाइम गएको पनि थाहा पाउँदिनँ बिचारा माया लाग्यो गएको ल जाने माया छोडेर जाने गुड नाइट ल सबैजनालाई बाई बाई भोलि फेरि भेटौँला राधा ख्याल राख्नु मिठो मिठो खानेकुराहरू खानु घुम्न मन लागेको छ भने घुम्न जानु नाच्नु गाउनु हाँस्नु कहाँ कहाँ जान मन लाग्छ त्यहीँ जानु बास बस्न चाहिँ घरै फर्केर आउनु है Yes. Yeah.